गाइस, नमस्ते। मेरो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ म यहाँ कुखुराको पखेटा फ्राई गर्दैछु। हेर्नुस् है गाइस, यो चाहिँ अब यसरी बनायो भने टेस्टी हुन्छ। यसलाई चाहिँ फ्राई गर्नुपर्छ। पहिला मजाले ड्राई फ्राई गरेर चाहिँ यसलाई बनाउनुपर्छ। हेर्नुस् है, तपाईहरुलाई कोलाई मन पर्छ यसरी रातो फ्राई गर्नुपर्छ। यो चाहिँ दाउरामा अर्ग्यानिक आगोमा हेर्नुस् है, मकै पनि पाक्दैछ चुलामा। हरियो मकै कोलाई मन पर्छ भन्नुहोस् ल। आगोमा पकाएको चाहिँ टेस्टै अर्कै हुन्छ। चाहिँ चुलामा बनाउँछु म चाहिँ। दाउरामा बनाएको चाहिँ टेस्टै अर्कै हुन्छ। यो चाहिँ फ्राई भइसकेको छ। हेर्नुहोस् है गाइस, यो चाहिँ मजाले फ्राई भइसकेको छ। अब यसलाई 5 फोरन हाल्छु म चाहिँ। अब यसलाई चाहिँ यो अदुवा, लसुन, प्याज, रामभेडा लगाएर अब यसलाई फेरि मजाले पकाउनु पर्छ। हेर्नुहोस् है गाइस, हल्का कलरको लागि, हल्का कलर, यसलाई कलर आउनुको लागि यो चाहिँ हल्का हल्का रातो बनाउनुपर्छ। म चाहिँ अर्ग्यानिक चुलामा पकाउँछु, अरूले त ग्यासमा पकाउँछन्, तर म चाहिँ यहाँ अर्ग्यानिक चुलामा पकाउँछु। किनभने अहिले अर्ग्यानिक नै शरीरको लागि राम्रो हो। र यहाँ पानी पनि दाउरामा तताउँछौँ हामी, एकदम राम्रो हो पिउनु दाउरामा तताएको पानीहरू। त्यही कारणले चाहिँ म चाहिँ प्रायः सबै नै आगोमै बनाउने गर्छु। यहाँ अब डल्ले खोर्सानी हाल्दैछु। मेरो बारीमै फलेको यो चाहिँ अर्ग्यानिक हो। यो पनि मेरो डल्ले खोर्सानी मैले लगाएको बारीमा अर्ग्यानिक हो। यो पनि हाल्नुपर्छ किनभने यसले चाहिँ एकदम टेस्ट दिन्छ। यो चाहिँ मेरो बारीमा फलेको हो। प्रायः जस्तो म चाहिँ अर्ग्यानिकै खानु मनपर्छ, त्यही भएर आफै खर्छु अनि लगाउँछु बारीतिर पनि। त्यही भएर फलेको छ अर्ग्यानिक खोर्सानी जन्मिनु पनि। हेर्नुहोस् है, आजको रेसिपी चाहिँ लगभग रेडी भइसकेको छ। अघि फ्राई गरेको पखेटा चाहिँ मसलामा लगाउने, अन्त अब रेडी भयो। अब खाने। थ्याङ्क यू।